अन्तिममा छुच्ची पनि लेखेको छ। छुच्ची त मलाई बसन्तले मात्रै भन्छ। त्यसो भए बसन्त दाइकै होला। केशु के भयो केशु हामीलाई? कति छिटो हामी त पराई जस्तै भएछौँ। एकअर्काको बोली सुन्न पनि तडपिनु पर्ने दिन आएछ। किन बोल्दिनस्? बोल न। तेरो बोली सुन्न नपाएर मेरो कान बुझिएका छन्। कि मसँग बोल्न मन छैन भने फोन राखिदिऊ। के भनेर बोलौँ? यत्रो दिनपछि बल्ल तल्ल फोन आएको छ। अझ फोन राखिदिउँ भनेर धम्की दिन्छस्। पहिला पत्यार त लाग्नु पर्यो नि, आफ्नो मान्छेले फोन गरेको हो कि नाइ भनेर।